धरनैको बजारैमा नयाँ बसु एकै नजरमा माया धराने। ल यो चाहिँ माया धराने धरान है साथी हो। कति देखाउने यार धरान पनि। हेलो वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म यहाँ मर्निङ वक हिँड्ने क्रममा यहाँ विजयपुर डाँडा आएको छु र आज मैले एउटा अत्यन्तै खुसीको खबर पनि लिएर आएको छु। म एउटा भ्लगर भएको नाताले र एउटा म रोजगारको नाताले पनि मलाई हिजो मेरो इन्जिनियर ले कल गर्नु भएको थियो हैन। अनि मेरो इन्जिनियरको कम्पनी चाहिँ आव्यात कम्पनी हो। आव्यात एल्युमिनियम फेब्रिकेटर हो हैन। अनि त्यहाँ चाहिँ अहिले भ्याकेन्सी खोलिरहेको रहेछ। अनि मैले आवेदन दिएको छु हैन। आवेदन दिएर उसले भनेको छ इन्जिनियरले चाहिँ मलाई तिमी जस्तै टेक्निसियन 9-10 जना जति चाहिएको छ। सक्सेस भने 9-10 जनाको डकुमेन्ट फरवर्ड गर भनेको छ हैन। अनि यदि कोही इच्छुक हुनुहुन्छ भने एल्युमिनियम टेक्निसियनमा कोही इच्छुक हुनुहुन्छ, कोही कसैले एल्युमिनियमको सम्बन्धी जानकारी छ, यदि फेब्रिकेट गर्न आउँछ भने कृपया मलाई सम्पर्क गर्नु होला है। म यहाँ धरानमा छु। तपाईहरुको डकुमेन्ट सिभी फरवर्ड गर्नुपर्छ। यदि तपाईहरु जानु चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नु होला। मेरो सम्पर्क नम्बर रहेको छ 97 64 83 83 85 मा मलाई डाइरेक्ट कल गरेर जानकारी लिन सक्नुहुन्छ। यसो भनिरहँदाखेरि मलाई दलाली एजेन्ट दलाली भनेर चाहिँ गाली गर्नुहुन्छ होला। म कुनै दलाली पनि हैन। म खुद त्यो कम्पनीमा जानु आँटेको छु। त्यसैले हिजो इन्जिनियर र मेरो कुरा भएको थियो हैन। अनि मैले एप्लाई गर्दाखेरि चाहिँ उसले त्यसो भनिरहेको थियो मलाई अझै मान्छे चाहिएको छ टेक्निसियन। यदि तिम्रो साथीहरु कोही छ त्यस्तो विदेश गएर आएर बसेका कोही टेक्निसियन राम्रो टेक्निसियन छन् भने तिनीहरुको पनि डकुमेन्ट फरवर्ड गर, तिनीहरु पनि लिएर आइज, तिमीहरुको एउटा ग्रुप म बनाइदिन्छु भनेर चाहिँ इन्जिनियरले भनेको कारणले गर्दाखेरि चाहिँ मैले तपाईहरुलाई यो कुरा जानकारी गराइरहेको छु हैन। यदि जानु चाहनुहुन्छ भने, यदि इच्छुक जान चाहनुहुन्छ भने यो मेरो भिडियो हेरेर मलाई कन्ट्याक्ट गरेर के कसो गर्नुपर्ने हो मसँग जानकारी लिन सक्नुहुन्छ। र के अरु भनेको सिभी हुनु पर्यो हैन। सिभी अनि त्यहाँदेखि एउटा के अरे सर्टिफिकेट हुनुपर्छ। त्यति भएपछि मैले त्यो सर्टिफिकेट र सिभी लाई मैले फरवर्ड गरेर उता पठाइदिन्छु इन्जिनियरलाई हैन। इन्जिनियरले एचआर लाई पठाइदिन्छ। अनि त्यहाँबाट काम प्रोसेस हुन्छ है, यदि जान चाहनुहुन्छ भने। अनि यदि तपाईहरुलाई सिभी बनाउन आउँदैन भने कृपया मलाई सिभी को लागि इन्फर्म गर्न सक्नुहुन्छ, रिक्वेस्ट गर्न सक्नुहुन्छ है। तर के अरे सिभी बनाएको चाहिँ थोरै म फी लिन्छु हैन। थोरै फी लिन्छु, धेरै हैन, थोरै फी लिन्छु। यदि विदेश गएर यहाँ नेपाल आएर रोजगार पाउनु भएको छैन, फेरि विदेशै जाने अवस्था छ भने, यदि जान चाहनुहुन्छ भने टेक्निसियन मात्रै है, टेक्निसियन मात्रै, अरु चाहिँ हैन, टेक्निसियन मात्रै, एल्युमिनियम टेक्निसियन मात्रै हो। यदि जान चाहनुहुन्छ भने कृपया मलाई फोन गर्नु होला। मैले नम्बर अघि नै भनेको छु, फेरि दोहोर्याएर भन्छु 97 64 83 83 85 मा मलाई कन्ट्याक्ट गरेर चाहिँ त्यो एल्युमिनियम अथवा त्यो आव्यात कम्पनी बारे जानकारी लिन सक्नुहुन्छ यदि जान चाहनुहुन्छ भने। यदि जान चाहनुहुन्न भने अब मैले भन्नु के नै छ र हैन। म पनि जाँदैछु। मैले नै 10 जना ग्रुप बनाएर म सहित 10 जना भएर जानुपर्ने हो त्यो कम्पनीमा चाहिँ हैन। त्यही आज यसो मर्निङ वक आउँदाखेरि अब यहाँ यसो डाँडामा हावा खाँदै मर्निङ वक गर्दै भिडियो बनाउने मेरो लक्ष्यले यहाँ माथि आएको छु। यदि जान चाहनुहुन्छ भने मात्रै है, जबरजस्ती छैन हैन। यदि जान चाहनुहुन्छ भने कृपया मलाई कन्ट्याक्ट गर्नु होला। म कुनै त्यो दलेत एजेन्ट म कुनै के हैन। म एउटा सानो भ्लगर मात्रै हो। भ्लग बनाउँछु यसो कहिलेकाहीँ।
त्यही भएर यदि मेरो भिडियो हेरेर यदि तपाईँहरू जानुहुन्छ यहाँ नेपालमा रोजगार पाउनु भएको छैन भने कृपया मलाई कन्ट्याक्ट गर्नुहोला अनि कुरा गरौँला हैन। अनि के कसो गर्ने म सबै तपाईहरुलाई जानकारी दिन्छु। कम्पनी कस्तो छ के छ त्यो बारे पनि कुरा गरौँला। कम्पनी मैले देखेको पनि छु हैन, कस्तो छ के छ त्यहाँको फेसिलिटीहरु कस्तो छ भन्ने कुरा सबै मलाई थाहा छ। अनि त्यही छ गाइस, अब यदि जान चाहनुहुन्छ भने ओन्ली टेक्निशियनले कन्ट्याक्ट गर्नुहोला। थ्यांक यू फर वाचिङ। भिडियोले सक्दो शेयर र लाइक कमेन्ट गर्नुहोला। धन्यवाद।